अजय कुमार चौरसिया माननीय मन्त्री वीरगञ्ज 4 दिन बस्ने यो कार्यक्रम बहाना हो, यो देखाउनलाई कार्यक्रम हो। भित्रै चाहिँ मन्त्री चौरसिया अफ्ताब आलमलाई छुटाउन अनि त्यहाँका उच्च अदालतका न्यायाधीशहरू जो खुशी प्रसाद थारू र अर्जुन महर्जनलाई दबाब दिनको लागि जानुभयो, त्यसमा तपाईँ सफल हुनुभयो। शेरबहादुर देउवाले अफ्ताब आलम छुट्छन्, अफ्ताब आलम छुट्नुपर्छ, अफ्ताब आलमको सन्दर्भमा अलिकति नम्र भएका बोली व्यवहार योभन्दा विगतका विभिन्न सार्वजनिक उहाँका बोलीहरूमा त्यो व्यक्त भइरहेको सन्दर्भमा कतै तपाईको पार्टी सभापति शेरबहादुर देउवा, नेपाल सरकारको नेतृत्व उच्च राजनीतिक संयन्त्रबाटै तपाईलाई प्रयोग गरेर अफ्ताब आलम छुटाउन खोजेको हो। जब अफ्ताब आलमलाई उच्च अदालतले सफाई दियो, त्यसको भोलिपल्ट बिहान 8:30 बजेको बुद्ध इयरको फ्लाइट चढेर सरर खुसी हुँदै काठमाडौँ आयो। फैसला हुनुभन्दा पहिले म काठमाडौँ फर्केको हो। तपाईहरुको इन्फर्मेसन नै गलत छ। तपाईहरु सबै सेटिङ गरेर फर्केको त हो। सेटिङ गर्न कहीं न कहीं जानु पर्छ। त्यही त वीरगञ्ज जानुभयो। वीरगञ्जमा बसेपछि सेटिङ भइहाल्छ। हुन्छ त। अनि 57 सालसम्म इटाभट्टा चलाएँ। इटाभट्टा पनि चलाएँ। 57 सालमा सांसद भएपछि मैले बन्द गरिदिया हो। कस्तो इटाभट्टा जोडिएछ कि? अनि अहिले मेरो अब